मलाई थाहा छैन यसपछि मलाई झ्याउ लाग्छ कि लाग्दैन के थाहा कुनै कुनै कामहरु सुरु गर्ने बित्तिकै एक दुई दिन गरिन्छ पछि या भन्ने हुन्छ त्यस्तो पो हुने हो कि बट स्टिल अहिले चाहिँ मजा छ अहिले चाहिँ गर्छु भन्ने नै छ सायद गर्छु नै होला किनकि मैले यस्तो चाहिँ धेरैचोटि भने धेरैचोटि गरिन भनेर पनि तर अब चाहिँ म चाहिँ गर्छु नै होला है अब हामी यहाँ भेट्छौँ दिवस हैन हाम्रो बेस्ट हाम्रो हामी चाहिँ सधैँ एकदमै मजा इन्जोय लिने हो कता छ दिवस त्यो चाहिँ हामीलाई थाहा भएन है अब सायद अहिले हामी पहिला सुरु यहाँ वेट गर्छौँ हैन कता छ त्यसपछि मात्र हामी कन्फर्म गरेर जान्छौँ कता गयो विजय चाहिँ आउँदैछ हैन अलि अगाडि ढोक्छ किनकि यहाँ अलि रोक बस्नु अलि मिल्दैन दिवस ऊ घर गएको थियो हैन उसको घर चाहिँ हेटौडा हो अनि अब अहिले चाहिँ आज चाहिँ आयो सायद ऊ है मलाई त्यस्तै लाग्छ आज हो कि अब हिजैतिर आएको हो एकचोटि अब कल गरी हेरौँ न कहाँ छ विजय दिवस कता छ त ल म फोन गर्छु है त कहाँ पुग्यो अब हाम्रो दिवस कता छ हैन ल ठीक छ यसमा पनि कनेक्ट गर्दैन कनेक्ट गरे सजिलो हुन्छ चट्ट इयरबड्स हाल्यो हैन अनि हेर्यो एकदमै इजी हुन्छ है त्यही भएर कनेक्ट चाहिँ जस गर्नुपर्छ पुनः कनेक्ट भन्यो हैन स्क्यान फर बाइक हेलो हामी यो ठ्याक्कै यो के भन्छ खसी बजार भाटबटेनी छ नि हो त्यहीँनिर छौँ कहाँनिर हो ठ्याक्कै त्यो पुलमा जानु पुलभन्दा यता भाटबटेनीको अपोजिट एउटा पिपलको रुखहरू टाइपको छ नि हो त्यतातिर एउटा स्कुटी र बाइक छ है यता हेर यता हात उठाउ त यता सिधा आऊ हेर त यता ओके आऊ हाम्रो साथी भेट भइसकेको छ त्यो ओए आज आएको हो ऊ दिवस चाहिँ आज आएको हो ल भनेपछि आजै उसको हाम्रो ऊ रुममा जानै पाएको छैन टक्क हामीसँग भेटघाट भइसकेको छ जोस मजा आउँछ अब हामी टक्क हामी अहिले कताबाट जाने होइन खोलै खोला हामी कोरिडोर हुँदै जान्छौँ हाम्रो दोस्त होइन कस्तो भयो यात्रा दामी भयो होइन ल फेरि मास्क खोलिदिइहालौँ एकदम खुसी लाग्यो के भ्लगर हो या ल ठिक छ वा हेर्छ होइन ल ठिक छ ल हाम्रो दोस्त ल धन्यवाद होइन ल अब यस्तै हो होइन अब यो जाम न जाम पहिला ल हिँड्ने कहाँ जाने डुलिरहने नि ल अब हामी जान्छौँ होइन विजय अलिकति स्पिड चलाऊ के केही हुन्न बस ल विजय अगाडि हिँड न तिमी तँ हिँड्या भए हुन्थ्यो क्या सजिलो हुन्थ्यो नि त होइन हो त्यही मैले जुन राइड गरेको थिएँ नि यहाँ किनिएन नि वहीँ गएर फुलमै हानिदिएको होइन यो उकालो छ नि त एकछिन ल जाउँ न त हामी होइन अब यो उकाल एक हप्ताभन्दा बढी भइसक्यो साँच्चै नै म घरबाट यसैमा आएको यार पाल्पा पुगे घरै किनेको नेपालगञ्जबाट यसमै आएको म दिनेश भाइ र म आएको नि ए बवाल छ नि अब यहाँ हामी यतैबाट जाने अब हामी चिया जाने तिर जाऊँ न अब हो
होइन कहाँ तिमीलाई त्यही भएर त हामीले कल गरे नि बेस्ट मजा आउने हो सबैलाई हतारै हो नि अब विजय के छ बिस्तारै नै हो अनि विजयको बाइक पूजा गरेर ल्याएर होइन बवाल गरियो जे होस् अब हामी यो वातावरण चाहिँ